केही होइन यो खास राख्नै पर्दैन जसले 4 सालले सुने नि भइगयो नि होइन नसुने यस्तै हो कि खास यो सुनेर पुण्य हुने होइन पुण्यलाई सुन्ने होइन धर्म गर्नलाई धर्म लाउने होइन होइन तैँले चाहिँ पुष महिना 82 सालको पुषमा तिरुपाय सुनेको थिएनस् भनेर भगवान् जय विजयले छेक्दैनन् सनकादिलाई छेके आसरी वैकुण्ठभित्र छिर्दाखेरि जय विजयले छेके कि छेकेनन् तिरुपाय नसुने भएर छेक्या हो त होइन नि त्यो भएर छेक्या होइन त्यही केही छैन त्यही उहाँहरूलाई के भन्नु के अरे आवाज आयो भने डराउनु पर्ने निर्भय हुनुहोस् भनेर भन्नु होइन वास्तविक कुरो त यही हो तिरुपाय सुन्न यहाँ चाहिँ ढोका खोलिने होइन ल हुनु अब के भयो संसारदेखि भयभीत हुने भक्तहरू यी गोपीहरू पनि त्यसरी संसारदेखि डराइरहेछन् शरीरलाई आफू भन्नुपर्छ शरीरलाई आफन्त भनेर मान्नुपर्छ शरीरसँगको सम्बन्धलाई मानेर नै जागरणको जागृत अवस्थाको व्यवहार गर्नुपर्छ बाबा परेन चाहिएन आत्मस्वरूपमै डुबेर बसौँ ती कृष्ण छन् त्यसै ती अनुभव गरेर बसौँ भन्ने यी गोपीहरू अब यी गोपीहरूलाई यस्ता महान गोपीहरूलाई जगाउँदै हुनुहुन्छ दोस्तो पहिली गोपीलाई कसरी जगाउनु भयो नाम संकीर्तन गरेर जगाउनु भयो भगवानको नाम भन्दा मधुर अरू केही छ र जाग गोपी भनेको हिजकी गोपी हजुर पिल्लाई भनेर हिजोको गोपीलाई जगाउनु भयो आजकी गोपी कस्तो अरे हिजोको गोपी बाला के बाला बालिका उनलाई थाहा छैन रहस्य बुझेकी छैनन् भनेर भन्नुभयो बुझे पनि नबुझे जस्तो गरेर बसेकी छिन् को हिजोकी गोपी आजकी गोपी कस्तो अरे अझ आजकी गोपीको स्तर अझ मास्तिर छ आजकी गोपीलाई के भनेर बोलाउँदै हुनुहुन्छ पेही पेन्ने पेही भनेको भूत आजको के भनेर बोलाउनु भयो पेही पेन्ने भनेको के हो भूत कन्या ए भूत भनेर बोलाउनु भयो आज सुतिरहेकी सखीलाई गोदामाजीले पेही पेन्ने होइन भूत भनेको भूत प्रेत पिशाच त्यही भूत किनभने ज्ञानीहरूले आफूलाई देखाउँदाखेरि कसरी देखाउनु पर्छ भन्दा लोकस्य दर्शयामास बालोन्मत्त पिशाचवत् भनेर आउँछ धेरै ठाउँमा आउँछ आफूलाई बालक जस्तो आफूलाई पागल भए जस्तो आफूलाई पिशाच जस्तो देखाइदिनु अरे संसारमा कुलशेखर आழ்वारले के भन्नुभयो पित्तरे यावर्कुम यान अरे म सारा दुनियाँको लागि म के हुँ पागल हुँ दुनियाँको लागि म पागल हुँ तर वास्तवमा पागल चाहिँ को हुन्छ त दुनियाँवाला चाहिँ पागल हो यसमा भोटिङ हुँदैन अरे यसमा कसको धेरै संख्या छ संख्याले जित्दैन यहाँ दुनियाँका धेरैजनाले मलाई पागल भन्छन् म एउटाले दुनियाँकालाई पागल भन्छु उनीहरूको चाहिँ नि बहुमत छ भनेर उनीहरू बहुमतले काम गर्दैन यहाँ भोटिङ सिस्टम छैन कुलशेखर आழ்वारको अनुभव नि के अरे सबै भूत भएर भगवान कृष्णको जन्म भएपछि नन्दोत्सव मनाउँदाखेरि साराका सारा भूत जस्तै नाच्नु थालेको गोपालहरू त्यति आनन्द भयो के आनन्द है त्यो आनन्द सम्हाल्न सकेनन् उनीहरूले त्यसै गरी यहाँ पनि कति बजेको आज त मोबाइलै दाहिनेबाट पूर्वबाट पश्चिमबाट उत्तरबाट दक्षिणबाट सबैतिरबाट मोबाइल बजेर आनन्द भएको 8 अरबको घाटा मोबाइल छ कति गाह्रो है तपाईँले के भन्नुभयो अनि म कराउँछु ए के भनेर बोलाउनु पऱ्यो आजकी सखीलाई कोही पनि भूत कन्या भनेर बोलायो भूत भनेर पिशाच भनेर बोलाउनु भयो पिशाच लागेकोले के गर्छ भन्दा कि त उफ्रेर हिँड्छ कि बेहोस भएर सुत्छ भूत चढेकाले गर्ने त्यही त हो कि बेहोस भएर सुत्नु पर्यो कि मन परि हिँड्नु पर्यो उफ्रिँदै हिँड्नु पर्यो बेहोस भएर सुते जस्तो गरेर छिन् भित्र कि यिनलाई जगाउँदै हुनुहुन्छ अब आजको गाथामा र आजको गाथामा भूत लागेको भूत भगाउने मन्त्र के हो त्योभन्दा ठुलो भूतको नामले नि त्यो भूत सानो भूत भाग्छन् अरे अब विषस्य विषम औषधम भनेर सुनेका छौँ नि विषले नै विषलाई काट्छ सुनेका छौँ कि छैनौँ भूत भगाउन पनि के चाहिन्छ भूतैको मन्त्र चाहिन्छ भूत भगाउने मन्त्र पनि
धामीहरूले भूतैसँग पढेर हुन्छन् र भूत भगाउँछन् नि। हामीले गायत्री भनेर भूत भाग्छ र भाग्दैन नि। भूत चढ्या मान्छेलाई धामी नै बोलाउनु पर्छ हो कि होइन? त्यो धामीहरूलाई के थाहा छ? भूतकै मन्त्र, सानो भूत कि ठुलो भूत कि यो भूत अनुसारको के मन्त्र भन्नुपर्ने हो उसलाई थाहा छ। भूत भगाउने औषधि के हो? भूतै हो, अर्को भूत देखाउनु पर्छ भनेपछि यहाँ सबैभन्दा ठुलो भूतको नाम लिनु पर्यो अनि यसको भूत भाग्छ भनेर यही पेन्ने के भूत भगाउन मलाई ठुलो भूतको नाम जप्न थाल्ने सुरुमै नै। ठुलो भूत को त भन्दा एको विष्णु महत् भूतम, सबैभन्दा ठुलो भूत त्योभन्दा अर्को भूत छैन भनेर सुरुमै किसु 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 भगवानको नाम हो र किसु किसु भगवानको नाम हो रे। यी साबर मन्त्रहरू शुद्ध हुँदैनन्। साबर मन्त्र भन्ने सुन्नु भएको छ? साबर मन्त्र नै सुनेको छ कि छैन? सुनेको छ नि। साबर भने धामी झाँक्रीले भन्ने मन्त्रको नाम हो साबर मन्त्र। संस्कृत मन्त्र हुँदैनन्, संस्कृत निष्ठ हुँदैनन्। त्यो के हुन्छ हुन्छ त्यो अपकला कपाला के हुन्छ त्यो हामीले बुझ्दैनौँ। त्यो अपभ्रंश भाषामा भएको मन्त्रलाई के भन्छन्? साबर मन्त्र। साबर भनेको भील, भीलहरूको जङ्गलमा बस्ने जङ्गलीहरूको मन्त्र भन्न खोजेको थियो साबर मन्त्र। त्यसैले भीत धामी झाँक्रीले भगाउने हुन्। यी गोपीलाई थाहा रहेछ, बाहिर बस्ने गोरा गोपीलाई के थाहा रहेछ? साबर मन्त्र थाहा रहेछ। के भन्दाखेरि भगवानको नाम लिँदाखेरि के गोविन्द, विष्णु, नारायण, कृष्ण यो त शुद्ध नाम भइगयो नि। यसलाई साबर मन्त्र जस्तो बनाउनु पर्यो नि। किस्ने त्यति पनि नभनेर किच्छे किच्छु किच्छु किच्छे नङ्गुम आनै चातन कृष्ण कृष्ण अरे वास्तवमा अर्थ किसु किसन्नङ्गुम आनै चातन कलन्दु पेसिन पेचरवम केटिलयो पेप्पेन्ने காசும் பிறப்பும் கலகலப்பக்கை பேர்த்து வாசனரும் குழலாய்ச்சியர் மத்தினால் ஓசைப்படுத்த தைரரவம் கேட்டிலையோ நாயக பெண் பிள்ளாய் நாராயணன் மூர்த்தி கேசவனை பாடவும் நீ கேட்டே கிடத்தியோ தேசமுடையாய் திற ஏலோரெம்பாவாய்। किसी किसी श्लोक को सामान्य अर्थ गाथाको अर्थ सुन्दै पढे सुनौँ है त। किसु किसु किचकिचे 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 चिरबिरी 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 भन्ने यो एउटा अनुकरणात्मक शब्द हो तमिलमा। किसु किसु कसको अनुकरण हो भन्दाखेरि पक्षीहरूले भँगेराहरूले गर्ने चिरबिरी चिरबिरी चिरबिरीको अनुकरण हो। भँगेराहरूले के गर्न थालिसके अरे आनै चातन भनेको अनेक प्रकारका स्प्यारोहरूमा एक प्रकारको स्प्यारोको नाम के हो? आनै चातन। अनेक हुन्छ नि भँगेराका भेद देखाएको छ कि छैन? त्यो अरे उहाँले देखाइसक्नु भयो। त्यो भँगेरोको नाम के हो अरे? आनै चातन। रङ्गी चङ्गी हुँदो रहेछ। वलियक कुरुवी भन्छन् तमिलमा, त्यसलाई के भन्छन्? वलियक कुरुवी। आनै चातन मलयाली नाम हो, तमिल नाम होइन। गोदामाजी जुनसुकै सारा सबै आउने भएर जुनसुकै जे पनि बोलिदिनुहुन्छ उहाँले। किसु किसु यस प्रकार आनै चातन यी भँगेरीहरू मिलेर पेसिन यिनीहरूले संवाद गरेको आनै कलन्दु पेसिन एक अर्कासँग मिलेर गरेको उनीहरूको वार्तालापको आवाजलाई तिमीले सुनेनौ सखी भनेर भित्र बसेर भन्दै हुनुहुन्छ। हिजोकी सखीलाई के भन्नुभएको थियो? पेररवम केटिले पुल्लम सिलम मेनगान। यी चराचुरुङ्गीहरूले चिरबिर चिरबिर गर्न थालिसके। यिनीहरूको ठुलो आवाजलाई तिमीले सुनेनौ भन्दाखेरि के भन्नुभयो थियो भित्र कि गोदामाजीले? यी चराचुरुङ्गी जोसुकै कृष्ण नाम मात्र लिइरहन्छ, म मान्दिनँ भनेर हिजोको सखीले भनिन्। आजकी सखीले पनि त्यसै भन्लिन् भनेर जुनसुकै चरा कराएको भन्नु भएन, यो स्प्यारो करायो भनेर भन्नुभयो। भँगेरो करायो अरे। यो भँगेरो कतिखेर कराउँदो रहेछ भन्दाखेरि ठिक अरुणोदय हुनुभन्दा पूर्व कराउँदो रहेछ यो भँगेरो चाहिँ। अब एकछिनपछि 15 मिनटमा झिसमिस पहिलो सेतो उज्यालो पूर्व आकाशमा देखिन्छ भनेदेखि त्योभन्दा 15 मिनट अगाडि कराउने रहेछन् यिनीहरू। ठिक अलार्म रहेछन् गाउँघरका। यिनीहरू चिरबिर 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 गर्न थालेपछि अब पँधेरोतिर गए भयो, यमुनामा स्नान गर्न गए भयो भनेर निक्लिने उनीहरूको स्वभाव बानी चलन रहेछ त्यहाँ। हेरी हाम्रो अलार्म पनि बजिसक्यो भनेर भन्नका लागि अरू चराचुरुङ्गी कराए केही न केही बाहना पारिहाल्छौ। त्यही भएर यो अलार्म बजिसक्यो, अब त तिमीले बाहना पार्न पाउँदैनौ सखी, तिमी उठ। किसिकी चेन्नङ्गुम आनै चातन कलन्दु पेसिन। अनि त्यसपछि पनि के अरे यी सबै मिलेर तिमीहरूले बोल्न लगायो भनेर भन्छन्। फेरि तिमीहरूले यी सबैलाई पकडी पकडी दिनभरि कृष्ण 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 भनिरहेको भएर
खाली दुनियाँका चराहरूमध्ये मैना र सुगा मात्रै बोल्छन् अरू गाउँमा। अरू गाउँमा मान्छेको बोली कसले बोल्छ? सुगाले र मैनाले बोल्छ। तर यो वृन्दावनमा भए जति चराचुरुङ्गीले सबै गोपीहरूको बोली बोल्छन् अरे। सबैले कृष्ण 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 कीर्तन गर्छन्। तिमीहरूले त्यसरी ट्रेन गरेका छौ यी पक्षीहरूलाई, त हामीले ट्रेन गरेर बोलेका होइनन् हौ। कलन्द उनीहरू एक आपसमा बोलिरहेका छन्। त्यसमा मादा भँगेरो र के भन्छ, मादा भनेको स्त्री होइन, मादा भँगेरी र नर भँगेरो, यी सबै मिली जोडी जोडी मिली कलन्द भनेकै मिलेर, कलन्द पेसेर उनीहरू वार्तालाप गरिरहेका छन्। अब के वार्तालाप गरे भन्दा जाने उड्ने आउने, छोरीलाई के खान्दिने, तिमी आज बस म तिमीलाई लागि चारा लिएर आउँछु, आज तिम्रो पाली भनेर के गरिरहेछन्। अब त्यहाँ यति पर जान्छु, यति बजीसम्म आउँछु भनेर उनीहरूले बोलेको, उनीहरूको कुराकानीको शब्दलाई पनि तिमीले सुनेनौ। यहाँ कुराकानीको शब्द सुन्नुपर्छ र अर्काको गन्थन, हामीले मान्छेको गन्थन त सुन्नुहुन्न भनेका छौँ, चराचुरुङ्गीको गन्थन पनि हो सुन्नु पर्यो र। एक बिहान उठ्ने बित्तिकै के चाहिँ काम भन्दाखेरि गन्थन, उठ्ने बित्तिकै गन्थन सुन्नुपर्छ र दुनियाँको गन्थन सुन्नु हुँदैन। कुन्तीको घरको गन्थन सुने हुन्छ, देवकीको घरको गन्थन सुने हुन्छ, यशोदाको घरको गन्थन सुने हुन्छ, अरू घरको गन्थन सुन्नु भएन। कैकेयीको घरको गन्थन सुने हुन्छ, अरू घरको गन्थन सुन्नु भएन। त्यसका यी चराचुरुङ्गीहरूले कसको गन्थन गर्छन् त भन्दा म जान्छु, खान्छु, यति बजीसम्म आउँछु भनेर भन्दैनन् अरे। आज कृष्ण यो वनमा जान्छन्, आज कृष्ण वरिपरि बाँसुरी बजाउँदाखेरि हामी उडी वरिपरि घुम्नुपर्छ, यसो कुरा गर्छन् अरे। आज मेरो पाली, नाइ कृष्णलाई हेर्ने आज मेरो पाली भनेर कुरा गर्छन् अरे। यसरी कृष्ण भक्ति गर्नकै लागि यिनीहरूले गरेको गन्थन, यो त सुन्नुपर्ने गन्थन हो नि। भागवत रामायणै यही हो, यी चराचुरुङ्गीको गन्थन नै। यो पनि तिमीले सुनेनौ। चराचुरुङ्गीले भगवान नाम संकीर्तन, भगवानको लीला गाउन थालिसके, तिमीले अझसम्म उठेर गाउनु पर्दैन, सुतेर बस्ने हो रहेछ कि? बुझ्यो नि कुरो बुझियो। ज्ञानमा अत्यन्त निकृष्ट भएका, ज्ञानै उत्पन्न नभएका चराचुरुङ्गी समेत भगवत लीला गानमा मग्न भई मस्त भई परस्पर मिलेर परस्करे रमन्ति च तुष्यन्ति च रमन्ति च, आनन्दले वार्तालाप गर्न थालिसके, भगवत लीला चर्चा गुण गर्न थालिसके। तिमी अझसम्म सुतेर बसिरहेकी छौ भन्दा यी सकी के भन्छन् भित्रकी सकी त्यो कुरालाई पल्टाएर, यो सबै तिमीहरूले सिकाएको हो। कुनै चराचुरुङ्गीले चिरबिर गरेर यहाँ त बिहान मात्रै नाम संकीर्तन गर्ने, भगवानको लीला कथा गाउने चराचुरुङ्गी हुन् भनेदेखि दुनियाँलाई भए जस्तो, अरू गाउँमा भए जस्तो बिहान मात्र भगवानको एकछिन नाम गाउने, साँझमा एकछिन गाउने, दिनभरि संसारमै रमाउने हाम्रो वृन्दावनका, हाम्रा गोकुलका चराचुरुङ्गी हुन् र। हाम्रा वृन्दावनका, हाम्रा गोकुलका चराचुरुङ्गी त 24 घण्टा भगवानको नाम गाइरहन्छन्, 24 घण्टा भगवानको लीला गाइरहन्छन्। त्यसबाट यी चराचुरुङ्गीले भगवानको नाम गायो भन्दैमा बिहान भयो भन्न मिल्दैन, रातभरि उनीहरूको काम त्यही हो, भगवानको लीला गाउने नै। तर उनीहरूको आवाजलाई सुनेर उठ्न सकिँदैन भनेर भित्र कि सखीको भाव अरे, उसले बोलेकी छैन अहिलेसम्म, उनको भाव के अरे। त्यसपछि आनिचा तन कलन्द पेसन पेचरवम केटिलयो पेइ पेन्ने कासुम। त्यो आवाज त तिमीले सुनेर केही भएन। चराचुरुङ्गीको आवाजलाई त तिमीले जतिखेर नि गाउँछन्, यिनीहरूको कुनै व्यवस्था छैन भनेर भनिदियो। तर भगवान नाम संकीर्तन गर्नको लागि देश काल नियम केही छैन, मानेम। दही मथनलाई देशकाल नियम चाहिन्छ कि चाहिँदैन? चाहिन्छ। किनभने दही जम्नु पर्यो, जम्दै नजमेको दुधलाई मथेर त हुँदैन। दुध जम्नको लागि त टाइम चाहियो। राति जमाउन राखेको दुध बिहान जमेको छ, अब बिहान त्यसलाई के गर्नु पर्यो? त्यसलाई मथ्नु पर्यो। त्यो पनि सुनेनौ तिमीले? त्यसको त टाइम छ नि। अब भन, यी गोपीहरू हेर आवाज आइरहेछ अरे, कासुम पिरप्पुम कला खलप्पा, कला 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 आवाज आयो अरे, कला कलप्पा। के कला कलप्पा के आवाज आयो भन्दा कासुम पिरप्पुम, कासु र पिरप्पु। कासु भनेको के हो, पिरप्पु भनेको के हो भन्दा यी दुवै के हुन्? मङ्गल आभरण हुन्। मङ्गलसूत्र भन्छौँ नि हामी, तिलहरी भन्छौँ नि। त्यो विवाह भएका स्त्रीहरूले धारण गर्ने एक प्रकारको सुनको आभरणको नाम हो, दुईटै कासुम पिरप्पुम। कासु भनेको के हो भन्दा आफ्नो ससुरा सासूले
बिहे गरेर गएको घरमा सासूले त्यो घरको चलन अनुसार डिजाइन हुँदो रहेछ। हाम्रो घरमा यो डिजाइन चल्छ, शैव छन् भनेदेखि त्यहाँ अर्कै डिजाइन हुन्छ, स्मार्तको घर रहेछ भने अर्कै डिजाइन हुन्छ, वैष्णवको घर रहेछ भने अर्कै डिजाइन हुन्छ। त्यो लगाउने मङ्गलसूत्रमै अलग अलग घर अनुसारका डिजाइन हुन्छन्। हाम्रो घरको यो डिजाइन भनेर मेरो सासूलाई यही डिजाइन दिनुभएको थियो, म तैँले नि यही डिजाइन लगाउनु पर्छ भनेर सासूले बनाएर पठाउने मङ्गलसूत्रको नाम, त्यो मङ्गल आभूषणको नाम के हो? कासु। त्यो सँगसँगै त्यो केटीले के गरेको हुन्छ अरे, केटीकी आमाले नानी तँलाई जे मन लाग्छ घरमा गएछ उनीहरूले त्यो लाउनु परेको, तेरो मनमा त होला नि आफ्नै एउटा डिजाइनको लाउनु मन होला नि त, तेरो डिजाइनको म बनाइदिन्छु नि नानी हिँड भनेर बाँडा कहाँ लिएर गएर आमाले उसको रहर अनुसार उसको इच्छा अनुसारको अर्को बनाइदिनु विद्या हुन्छ अरे। त्यसको नाम चाहिँ पिरप्पु। त्यो दुइटै लाग्यो हुन्छ नि, मङ्गल आवरण नै हो दुइटै, एउटा होइन दुइटा भयो। त्यो के भयो, त्यो दही मथ्दाखेरि यी दुइटै टक्राउँछ अरे, टङ 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 कासुम पिरप्पुम, यी दुइटै टक्राएर कलकलप्प या एउटा आवाज आएको छ। त्यो आवाज तैँले सुनिनस्? के हो अब त्यो उत्तर दिएनन् तिनले। कासुम पिरप्पुम कलकलप्प, किन त्यो टक्रायो त भन्दा कैपेर ते हात लगाएर दुइटै हात बल गरेर अनि हैसे होस्टे गर्दै दही मथ्नुपर्छ वृन्दावनमा गोकुलमा। अन्तको जस्तो दही होइन, अन्त के गर्छन्, दही चाहियो भन्दाखेरि प्लास्टिकको प्याकेटमा दिन्छन्, हो कि थैलीमा हालेर दिन्छन्। वृन्दावनमा दही दियो भन्दा कसरी दिन्छन्, कागजमा पोको पारेर दिन्छन् रे। त्यस्तो ढिक्को हुन्छ हौ दही। दहीलाई उठाउन अन्त के राखेका हुन्छन्, डाडु राखेका हुन्छन्। पसलेले के राखेका हुन्छन्, दही उठाउन डाडु राखेका हुन्छन् नि। वृन्दावनमा के चाहिन्छ अरे दही उठाउनलाई, चक्कु चाहिन्छ अरे। त्यति घनिष्ठ छन्, एकदम जमेका छन् एकदम मजाले, पेडा जस्तो दही नै। त्यस्ता दही, त्यो दहीलाई मथ्नलाई बिचरा गोपीहरूलाई, साह्रै कोमल सुकोमल शरीर भएका गोपीहरू त्यो दही मथ्न नसकेर पानी हाल्नु हुन्न फेरि उनीहरूको, हैट पानी नै हाल्छन् भनेर गाली गरिहाल्छन्। त्यो दहीलाई नै मथ्नु पर्यो। त्यो मत्दाखेरि बिचरीहरूको हात गल्छ। कई पेर पे हात लगाएर जोर लगाएर कासुम पिरप्पुम कलकलप्प कई पेर पे, त्यो मथ्दाखेरि के भयो, शिरमा सिउरिएको पुष्प सबै खसेर गयो। अनि के भयो, वासन रुङ्कुडलाई चियर, कपाल खुल्यो। त्यो कपाल केश बन्ध शिथिल हुने बित्तिकै, कपाल खुल्ने बित्तिकै हरर वासना आएछ, केशको वासना आयो अरे। कासुम पिरप्पुम कलकलप्प कैपेर्ते वासन रुङ्कुडलाई चियर। अब यहाँ ध्यान दिनु है तमिलमा, नरुम भनेको सुगन्ध आउने, कुडल, कुडल भनेको केश, सुगन्ध आउने केश, नरुम कुडल आइचियर। आइचियर भनेको गोपीहरू, सुगन्धित केशवाली गोपीहरू भनेर भन्नुभयो। त्यति मात्र नभनेर के भन्दै हुनुहुन्छ, वास नरुङ कुडल आइचियरले, के अरे वासना आउने सुगन्ध आउने केश भएका गोपीहरू भनेर दुईटा दुईटा शब्द किन गोदामाजीले भन्दै हुनुहुन्छ दा। यी गोपीहरू छन्, यी गोपीहरूको केशमा आएको सुगन्ध, केशमा सुगन्ध आउने धेरै प्रकार छन्। के गर्छन्, नुहाउँदाखेरि धूप लगाए पनि केशमा सुगन्ध आउँछ। नुहाउँदाखेरि के गर्छन्, प्राचीन कालमा के गर्थे, नुहाउँदाखेरि नुहाइसकेपछि देखाएको छ मैले तमिलनाडुमा टुप्पीमा धूप लगाएको देखाएको छ। लु आफ्नो केशमा स्वामीजीहरूले ठुलो टुप्पी, त्यो टुप्पी खोलेर एउटा त्यो भगवानलाई हामी धूप देखाउँदैनौँ, त्यस्तै भाँडा गोल राखेर त्यसमा पाउडर राखेर त्यसबाट धुवा निकालेर त्यो धुवाले आफ्नो त्यो टुप्पी सुकाएको देखाएको छ। स्वामीजीहरूकै त्यस्तो भए आमाजीहरूको के हुँदो, घना हुन्छ, बलियो हुन्छ, सुगन्ध आउँछ त्यसमा भन्नको लागि धूप दिएको केशमा। भगवानलाई चढाउन धूप छैन, उनीहरू पुष्प लगाएको देखाएको छौँ नि शिरमा केशमा। त्यो के गर्छन् भन्दाखेरि त थाहा हुन्छ, यो चाहिँ नि आचारशील शिष्टाचार भएको कुटुम्बकी स्त्री हो कि केही थाहा नभएको मोडर्न कुलकी मोडर्न परिवारकी स्त्री हो भनेर कपालमा सिउरिएको फुल देखेरै थाहा हुन्छ। मोडर्न परिवारबाट आएकी केटीहरू चाहिँ के गर्छन्, बाहिर देखिने गरी अनि बाहिरबाट क्लिप लगाएर लगाउँछन् अरे फुललाई। अलि शिष्टाचार भएका ठुला घरका स्त्रीहरू के गर्छन्, त्यो फुललाई डल्लो पार्दै सानो पारेर बाहिरबाट देखिँदै नदेखि गरेर कपालभित्र घुसाइदिन्छन्। बाहिरबाट देखिँदैन उनीहरूको। पुष्प के को लागि भन्दा केशमा सुगन्धको लागि, बाहिर देखाउन लागि होइन।
भनेर ज्ञान हुन्छ उनीहरूलाई। कपाल चाहिँ गनाइरहेछ, बाहिरबाट फुल मात्र टाँगेर के गर्ने, पसिना आउने ठाउँ गर्मी ठाउँ भएर अनि शिरमा शीतलता चाहिने भएर यी अनेक हामीलाई चाहिँदैन त्यस्तो, हामीलाई त सबै ओढ्नै परेको छ। त्यसरी केश सुगन्धित पार्ने, अनेक धूप लगाएर सुगन्धित पार्ने, पुष्प लगाएर सुगन्धित पार्ने उपायहरू छन् नि। उपायले सुगन्धित भएको केश होइन नि गोपीहरूको। गोपीहरूको केशमा उपाय गरेर सुगन्धित भएको होइनन् गोपीहरूको केश। कसरी सुगन्धित भएको गोपीहरूको केश? आफै सुगन्धित छ अरे गोपीहरूको केश। त्यो गोदाम माझीको केशमा त्यो गोपी भाव आएको हुनाले गोदाम माझीको केश पनि के छ? अत्यन्त सुगन्धित छ। त्यही भएर गोदाम माझीले धारण गरेर दिएको मालालाई भगवानले च्याप च्याप गरेर राख्नुहुन्छ अरे सुगन्धको कारणले। सामान्य पुष्पभन्दा यसमा पो सुगन्धित छ। गोदाम माझीले माला लाउनु भयो नि, कहाँ लाउनु भयो माला? शिरमा, यहाँ यसरी काँधमा होइन, शिरमा हो। गोदाम माझीले माला धारण गर्नुभएको के अरे त्वन्मौली दामनि विभो शिरसा गृहीते। हजुरको मौली दामनी, मौली शिर, गोदाम माझीको पुष्प धारण गरेको कहाँ अरे? त्यही भएर त एउटा कपाल गयो भनेर देख्नुहुन्छ नि अर्चक स्वामीजीले, कहाँ कपाल आयो भनेर सोध्नुहुन्छ। शिरमा धारण गर्नुभएको थियो गोदाम माझीले, कपाल आयो हो। गोदाम माझीले आफ्नो शिरमा राखेर, गोदाम माझीको शिरमा राखेको त्यो पुष्पमा के भएछ? सुगन्ध, शिरको सुगन्ध कहाँ गएछ? सरेछ पुष्पमा। त भगवानलाई साह्रै मन पर्यो, त्यही भएर आहा यो पुष्प पो चाहिन्छ त भनेर भन्नुहुन्छ। अरू पुष्प काम लागेन भगवानलाई हो। यसरी केवल गोदा सखीको मात्रै केशबाट सुगन्ध आउने होइन, त्यहाँ भएका जति गोपीहरू छन् सबै गोपीहरूको केशमा त्यो सुगन्ध स्वाभाविक सुगन्ध छ भनेर भन्दै हुनुहुन्छ। वास नरुङ्कुडलाई चेर, स्वाभाविक रूपमा वासना भएको, त्यसमाथि पनि अहिले दही मत्दाखेरि कपालहरू एक अर्कासँग टक्राएर कपाल खुल्दाखेरि त झन् त्यो वासना फैलेको कति हो कति। वास नरुङ्कुडलाई चियर, त्यो वासना पनि सुँग्न सकेनौ कि तिमीले? तिमीलाई पनि के ऱ्यापिड टेस्ट गराउन लानु पर्ने हो कि के हो? सुगन्ध आएन कि के हो तिमीलाई? गन्ध आएन तिमीलाई? यस्तो सुगन्धमा त कुम्भकर्ण नै सुगन्धले उठेको थियो, तिमी अझ पनि उठ्थिनौ। अन्त भित्रकी गोपी के भन्छन्? तिमीहरूले कुन गोकुलको कुरा गरेका? ठुलो ठुलो सहरै पछि गोकुल हुन्छन्, यो कुरा थाहा छ कि छैन? थाहा छैन नि। सहरै पछि गोकुल हुन्छन्। अयोध्याको गोकुल, अयोध्या भन्ने सिटीको गोकुल के भन्दा गोन्डा, त्यो ठाउँको नामै गोनर्द, गाई गो कराएको सुनिन्छ अरे अयोध्यामा। त्यही भएर त्यो ठाउँको नाम के अरे? गोनर्द। गोनर्द नै अहिले के भयो? गोन्डा। त्यो चाहिँ अयोध्याको गोकुल। सिटी भइसकेपछि सिटीमा मिल्क सप्लाई गर्नु परेन, पनिर सप्लाई गर्नु परेन, दही सप्लाई गर्नु परेन। सहरमा त गाई राख्यो भने फोहोर पारिहाल्छन् गाईले। त्यसकारण सहरको नजिकै ठुलो गौशाला हुन्छ, गोकुल हुन्छ, यादवहरूको बस्ती हुन्छ, त्यहीँबाट सप्लाई हुन्छ त्यो सहरको लागि डेयरी प्रोडक्ट्सहरू। हरेक सहरको नजिकै गोकुल। मथुराको नजिकैको गोकुल यो, मथुरा नजिकैको। अब कुन गोकुलको कुरा गरे कि तिमीले? यो हाम्रो गोकुलमा त बिहान मात्रै दही मथ्ने हो र, हाम्रो गोकुलमा त बिहानै बेलुकै राति जतिखेर नि दही मथिरहनु पर्छ। गाईले बिहान मात्र दुध दिन्छन् र 3 टाइम दुध दिन्छन् रे हाम्रो यहाँ गोकुलका गाईले। यस्तो दुध समृद्धि भएको गोकुलमा दिनको 3 टाइम मन्थन गर्नुपर्छ। यी गोपीहरूको केस खुलेको खुले हुन्छ, सुगन्ध आगो आइ हुन्छ। तिमीले के कुरा गर? बिहान भयो भन्ने लक्षण नमान तिमी। यो हाम्रो गोकुललाई चाहिँ हुँदैन यो लक्षण। अन्त गोकुलमा यो लक्षण भए पनि हाम्रो गोकुलमा यो लक्षण मिल्दैन भनेर भन्छन् अरे भित्रकी गोपी। उठ्नै मान्दैनन्, बाहिर संसारमा आउनुपर्छ भनेर डराइरहेकी छन् उनी। वास नरुङ्कुडलाई चियर मत्तिनाल ओसै पढुत्त तैररवम केटिलयो। यति सामर्थ्य यी गोपीहरूमा, यति सामर्थ्य नाथमुनि स्वामीजीको चरित्रमा आउँछ। नाथमुनि स्वामीजीमा यति सामर्थ्य, त्यो बजाउँछौँ नि हामी टङ ठुलो झाली बजाउँदाखेरि नाथमुनि स्वामीजी त्यो सुनेर, त्यो हेर्दैन त्यो झालीलाई सुनेर, त्यो पित्तलमा यति तामा मिसिएको छ, काँच बन्दाखेरि पित्तल तामा सबै मिलाउनु पर्यो नि, यति धातुको मिश्रण भएको छ, यति वेटको छ त्यो भनेर बताइदिनु हुन्थ्यो अरे। त्यो आवाज सुनेर यति वेट भए मात्रै यो आवाज आउँछ।
यति यति धातुहरू मिश्रण भए मात्रै यो आवाज आउँछ भनेर त्यसरी चिन्नुहुन्थ्यो नाथमुनि स्वामीजी। देवगान्धर्व उहाँलाई आउने, मनुष्य गान्धर्व होइन, मनुष्यहरूले गीत गाउने होइन, उहाँ दिव्य गान्धर्व सङ्गीत त्यसरी आउँथ्यो अरे उहाँलाई, नाथमुनि स्वामीजीलाई सुनेरै सबै थाहा पाउने। तिमी त्यही कुलकी होइन र गोपी, त्यही नाथमुनिकै कुल त हो नि हाम्रो कुल, तिमी त्यही कुलकी होइनौ। तिमीले थाहा पाउनु पर्दैन दहीको आवाज आउँदाखेरि बिहानको दही हो कि दिउँसोको दही हो कि बेलुकाको दही हो, तिमीले थाहा चिन्नु पर्दैन। तैर अरवम केटिलयो मत्तिनाल ओसै पडुत्त, मथानी हालेर ओसै पडुत्त शब्द गरिएको, ध्वनि उत्पन्न गरिएको तैर अरवम, त्यो दधीको आवाजलाई तिमीले सुनेनौ। दहीको आवाजबाट तिमीले चिन्नु पर्ने बिहान भयो कि दिउँसो भयो कि बेलुका भयो भनेर। अब यसमा एउटा गम्भीर कुरो छ, अब सुन्नु। के भन्नुभयो? मथानीले शब्द गरेको, मथानीले आवाज गराइएको दहीको आवाजलाई सुनेनौ। आवाज शब्द दुईचोटि आयो, मथानीद्वारा आवाज गरिएको, मत्तिनाल ओसै, ओसै भनेको शब्द हो, ओसै पढ्यो त तैर अरवम, तैर भनेको दही, दहीको अरवम भने पनि शब्द नै हो। शब्दलाई दुईचोटि भन्नुभयो गोदामाजीले। शब्दलाई दुईचोटि किन भनेको भन्दा दही मथ्दाखेरि धेरै भारी, गोपीहरूलाई साह्रै गाह्रो हुँदो रहेछ, बल पर्दो रहेछ गोपीहरूलाई। बलको काम गर्दाखेरि के हुन्छ? हैसे होस्टे भन्नु पर्यो नि, हो हो गर्नु पर्यो, परेको परेन। गोपीहरू के गर्दो रहेछन्? मथ्दाखेरि लामो डोरी, एउटै गोपीले मथ्न सक्दिनन्, यसो के भनेर अर्कीलाई पनि बोलाउँछन्। एउटा डोरीले दुईटै हात समातेर एउटी गोपी अर्की गोपीले अर्को डोरीतिर तानेर तान्छन् अरे। त्यो डोरी लामो, त्यो डोरीलाई देख्ने बित्तिकै उनीहरूको मनमा कति लामो डोरी, हाम्रो कृष्णको आँखा पनि यस्तै लामो छन् नि, अरविन्द लोचन हुन् नि कृष्ण पनि भनेर भगवानलाई सम्झेर के हो हो नगरिकन के भन्छन् अरे उनीहरू? अरविन्द लोचन, अरविन्द लोचन भनेर भगवानलाई गाउँछन् अरे। यी गोपीहरू भगवानको नाम लिन्छन्। उनीहरूले हैसे हस्ते भनेकै के हो? अरविन्द लोचन, अरविन्द लोचन भन्छन्। उद्गायती नाम अरविन्द लोचनम व्रजाङ्गनानां दिवमस्पृशध्वनिः दध्नश्च निर्मन्थन शब्द मिश्रिता निरस्यते येन दिशाम अमङ्गलम। गोपीहरूले यसरी नाम संकीर्तन गरेको कतिवटा ध्वनि आयो? त्यहाँ चारवटा ध्वनि आयो। आयो कि आएनन्? के ध्वनि आयो भन्नु त? चारवटा ध्वनि के आयो? एउटा आभूषणको ध्वनि आयो, यहाँ लगाएको आभूषणको ध्वनि। अर्को हात घुमाउँदाखेरि हातमा लागेको चुराको ध्वनि आयो। अर्को कपालको बास्ना आयो, ध्वनि नै चार थरी छ। अर्को मथानी र दहीमा टक्राउँदाखेरिको घर घर ध्वनि आयो। अर्को ध्वनि गोपीहरूको गान, चारवटा ध्वनि हो नि। क्षीर समुद्रमा मन्थन गर्दा पनि तिनवटा मात्रै ध्वनि अरे, त्यहाँ चारवटा ध्वनि छैनन्। के ध्वनि भन्दाखेरि भगवानले मन्थन गर्नुभएको नि क्षीर समुद्रलाई, दुई हात एकापट्टि अर्को दुई हात अर्कापट्टि राखेर भगवानले आफै मन्थन गर्नुभएको क्षीर समुद्रलाई। भगवानले मन्थन गर्दा भगवानका आभूषणहरूको ध्वनि एउटा ध्वनि। अर्को ध्वनि वासुकीले घुमाएको हुनाले पर्वत वासुकी यी सबै टक्रा, वासुकीको आफ्नो ध्वनि अरे। के अरे? वासुकी सबैजना कराएको ध्वनि। वासुकी फु फु गर्छन्, देवताहरू फा फा गर्छन्, असुरहरू अय्या अय्या गर्छन्, त्यो ध्वनि एउटा ध्वनि। अर्को ध्वनि कहाँको ध्वनि? क्षीर समुद्रको ध्वनि। त भजन गर्ने कोही पनि भएनन्, भजन गर्ने कोही भएनछन्, त्यो ध्वनि पनि तिमीले सुनेनौ। अब यहाँ ध्यान दिनु है एउटा कुरो, पक्षीहरू चिरबिराइसके भन्दा पनि नउठ्ने गोपी, यहाँ त जतिखेर पनि पक्षीहरूले भगवान नाम संकीर्तन गरिरहन्छन्, जतिखेर पनि भगवानको लीला गाइरहन्छन्। बिहान भयो भन्नेमा यो प्रमाण हुँदैन भन्ने भित्रकी गोपी दहीको आवाज आयो भने यहाँ उठ्छिन् र दहीको आवाज त झन् सानो, दहीको आवाज अर्का अर्का घर भन्छ, चरा भयो पनि नजिकै कराउँछन्, आफ्नो आँगनमा नि जरा गराउँछन्। दही त अर्का अर्का घरमा हुन्छ, झन् आवाज राम्रोसँग कानमा आउँदैन। त्यो दहीको आवाज आयो भनेर किन भनेको? त्यो भन्दाखेरि चाहिँ भित्रकी गोपी उठ्ली र भित्रको गोपी उठ्ने सम्भावना धेरै छ दहीको आवाज आयो भन्दाखेरि। किन भन्दा कसैको घरमा दही मत्न थाल्ने बित्तिकै के हुन्थ्यो अरे? त्यो दही मत्दा मत्दै
अर्को भगवान कृष्ण आफै दौडिँदै गएर एउटा चाहिँ देरी मसँग आउँछु भनेर भन्नुहुन्थ्यो। तिमीलाई गाह्रो भएछ कि तिमी एक्लै नमथ, तिमी र म हामी दुवैजना मिलेर मथौँ आऊ भनेर कृष्ण गएर मथिदिनुहुन्थ्यो। कृष्ण दर्शन हुन्छ नि दही मथ्ने, मथेको ठाउँमा गएदेखि कसको दर्शन हुन्छ? कृष्ण दर्शन। किन कृष्ण गएका त्यहाँ थाहा छ? किन मथेको ठाउँमा गएका भन्दा त्यो गोपीलाई सघाउन होइन अरे। आहा आइपुग्यो कृष्ण आइपुग्यो, सघाउन आइपुग्यो, दङ्ग पर्यो, कहाँबाट मक्खन निक्लिने बित्तिकै च्याप्प समातेर भाकी हाल्छ, त्यसैको लागि आएको हो कृष्ण। तर उसको दर्शन त हुन्छ। त्यो भगवान कृष्ण गएर त्यसरी त्यो घ्याम्पामा भएको दही मत्न थालेपछि के भएछ, के हुन्छ अरे, त्यहाँ सारा देवताहरू कचौरा र गिलास लिएर लाइनमा उभिन्छन् अरे त्यहाँ गोकुलमा। त्यहाँ दही मत्न त भगवान कृष्ण गएर दही मत्न थालेपछि के हुँदो रहेछ, पार्वतीले भगवान शङ्करलाई एउटा गुफाभित्र हुलेर बाहिरबाट लक गरिदिनुहुन्छ। पार्वतीले महालक्ष्मी हात्तिन थाल्नुहुन्छ अरे, लौ न के हुने भयो, कसो हुने भयो। भगवान कृष्णले दही मत्ने बित्तिकै किन त्यस्तो भयो, किन त्यस्तो भएको? एकचोटि क्षीर समुद्र मथेको थियो, त्यसले अब अमृत निक्लिने भयो भनेर देवताहरू टम्लेर गिलास लिएर आउँछन् अरे के। अब अमृतले हामीलाई दिनुपर्छ, असुर छैन, हामीले मतलब अब मोहिनी अवतार लिनु पर्दैन, छिटो हामी खाइहाल्छौँ भनेर त्यो घ्याम्पा भयो मत्दा समेत भगवानले मतेको हो नि त, अब यतिकै हुँदैन, त्यो त अवश्य अमृत निक्लिन्छ भनेर देवताहरू कचौरा लिएर उभिएका छन्। पार्वतीले शिवलाई किन बन्द गरिदिनु भयो? विष निक्लिएको थियो एकचोटि, बल्ल बल्ल मेरो सोझो भोला मेरो भोइलाई बिख खाँदो रहेछ। सबै देवता मिलेर फेरि अर्को बिख खाँदै भने के गर्नु र, एकचोटि चाहिँ कण्ठमा अड्काइदिएको थिएँ, फेरि भित्र गयो भने तिमी भित्र बस्छ भनेर लक गरिदिनुहुन्छ पार्वतीजीले। लक्ष्मीजी के भन्नु, म समुद्रबाट निक्लेकी थिएँ, बिहे गरी मैले माला लगाइदिएँ, उसले पर्दैन भन्दा भन्दै माला लगाइदिएँ, ऊ त ज्ञानी नै छ बिचरो, मेरो पति त कृष्ण त ज्ञानी नै छ अरे। के गर्नु, अर्की त्यहाँबाट घ्याम्पाबाट निक्ल्यो भने उसले माला लगाइदियो भने नाइ भन्दैन, नाइ भन्ने चलन छैन उसको, जे भने नि हुन्छ भनिदिन्छ। लक्ष्मीजी हात्तिन थाल्नुभयो भगवानले गएर, सबै हात्तिएकोदेखि भगवानले नि के गर्नुभएछ, अलिअलि मक्खन आउने बित्तिकै मक्खन लिएर कुदिहाल्नुभयो। यो सबै लीला याद गराइनुले, यो सबै तिमीले थाहा हुँदा हुँदा पनि तिमी सुतेर बसिरहन्छौ। त्यो गोपी यत्रो कथा टस मस छैन, नाशक नाश गरेर सत्यानाशी भनेर गाली गरिछन्। अब के भनेर गाली गरिछन्? अब साथीलाई चाहिँ भनेर गाली गरिने भने नाशक पेन पिल्लाई। तर नाशक भन्ने शब्द तिरुप्पावे कस्तो प्रबन्ध भन्दा अत्यन्तै मङ्गलकर प्रबन्ध, सौभाग्य प्रदान गर्ने, मङ्गल प्रदान गर्ने प्रबन्ध भएको हुनाले नाशक भन्ने शब्द राख्नु हुँदैन। नाशक शब्दको ठाउँमा के गरिदिनु भयो, इन्टरचेन्जेबल अल्फाबेट्स हुन् तमिलमा, स र य जसरी चेन्ज गरे पनि हुन्छ। स को ठाउँमा के राखिदिनु भयो, य राखिदिनु भयो। नायक पेन बिल्लाई हुनुपर्ने कहाँ के हो, स नै हो। किन, कसरी थाहा छ? कि सुकी सेन्नेङ्गुम आनै चातन कलन्द पेसिन, सो आइरहेछ हेर्नु, दोस्रो अक्षर एउटै हुन्छ पुरा तिरुप्पावेमा, यो ध्यान दिनु है। मार गडी तिङ्गल मदि निरैन्दन नालाल, मार र छ नि, राड पोदवीर पोदविनो नेरे अनि शिर मलगुमाई पाडी सेल्वत चिरमीर अनि कुर वेल कोडुन्तडिलन नन्द गोपन कुमार अनि ए रार्द गन्नी एउटै छ कि छैन? यो गोदामाजीको तिरुप्पावै अनुसार नै, अब आश्चर्य भनौँ है त, एउटा आश्चर्य गोपी गीत पुरा त्यस्तो छ। जयति तेधिकं जन्मना व्रजः श्रयत इन्दिरा शश्वदत्र हि दयित दृश्यतां दिक्षुतावकाः त्वयि धृतासवः त्वां विचिन्वते शरदुदास। अब अर्को श्लोकमा र नै आउँछ हेर्नु, शरदुदासये साधु जात सत् सरसि जोदर श्रीमुषादृशा सुरतनाथ ते शुल्क दासिका वरद निघ्न देनु हो नि। दोस्रो अक्षर एउटै छ जम्मै, आश्चर्य हो कि नि हो। गोदामाजीले यसरी, अब यो किसी किसिममा चाहिँ के छ, सबै के हुनु पर्यो, ससाउनु पर्यो कि परेन? किसी किसन्नेङ्गुमान चातन कलन्द पे शिनपे चरवम केटिले यो पे पेन्नेका शुम्पिर गलगल पक्कै पेर्ते वासनरंगुडलाई चियर मतिनाल ओ शैपड़
भैरवम केटीलाई यो नाशक स आउनुपर्ने नाशक पिण्डलाई त सत्यानाशी आउनु पर्थ्यो नाशक भनेर भन्नु तिरुपावेमा त सत्यानाशी भरि गर्नु मेरो तिरुपावी गर्नुपर्छ संसारलाई मङ्गल गर्ने हुनुपर्छ त्यही भएर हुँदै त जस्तो होसुकै भए पनि सलाई हटाएर यो लेख्ने अरे नायक पिण्डलाई नारायणन मूर्ति के सवनै त सबै आज पाडवम्नी केटे किडतियो ते समुडयाई तिरवेलो रेम्बावाई। अब यसमा नायक पेन्डेललाई नायक भने भगवान कृष्ण जसरी नै अर्थ भगवान मनमा चाहिँ के छ यत्रो भगवानको नाम संकीर्तन गर्दा यस्तो दैको आवाज आइसक्यो भगवानले यत्रो लीला सुनाउँदा लक्ष्मी आत्मिन गाली चाहिँ पार्वतीले आफ्नो पतिलाई लग लगाइसकिन् यत्रो सुनाउँदाखेरि पनि लीला हार्न छोडेर सुतेर बस्ने सत्य नाची के चाहिँ तेरो अनुभव हो उठ भनेर गाली गर्नुभएको सखीलाई के भन्नु बाहिरबाट चाहिँ नायक पेन्डेललाई हामी नायिका हो नि हे नायिके हे नायिकी नि आइज बाहिर हामीलाई लिएर लिड गर हामीलाई लिड गर्नु पर्दैन सुतेर बसेर हुन्छ नायक पेन्डेललाई अब के भन्नु नारा अब पक्कै उठ्छन् अब चाहिँ ब्रह्मास्त्र छोड्नु पर्यो भनेर किन नारायणन अरे नारायण भनेको के हो एउटा नारायण कहाँ आएका थिए एउटा नारायण आएको थिए पहिलो गाथामा नारायण नै नमक्कै परिदर्वान अब अर्को नारायण कहाँ आएका छन् सातौं गाथामा पहिलो गाथाका नारायण बेग्लै हुन् यो गाथाका नारायण बेग्लै हुन् एउटा फ्याक्ट्री नारायण एउटा तल हेरे नारायण धेरै छन् नि त छन् कि छैन सन्तोष नारायण एउटा सन्त नारायण एउटा फ्याक्ट्री नारायण एउटा प्रपञ्च नारायण एउटा फ्याक्ट्री नारायण अनेक नारायण भनेपछि यो पहिलो गाथाको नारायण बेग्लै गरे यो सातौं गाथाको नारायण बेग्लै हो पहिलो गाथाको नारायण को त भन्दाखेरि पहिलो गाथाको नारायण सर्वजगदाधार नार भनेको सारा प्रपञ्चका अयन भनेको आधार सारा प्रपञ्चलाई नै आफूमा राख्ने भने विश्वरूप धारण गर्ने भगवान सारा प्रपञ्च नै उसको शरीर हो सर्वाधार भन्ने अर्थ पहिलो गाथामा नारायण नारायण ने नमक्के परितरुवान भन्दाखेरि टाइम रहेछ अब भनिहाल्नु नि त नारायण ने नमक्के परितरुवान कहिले यत्रो वर्ष बितिसक्यो त्यसको अर्थै भने होइन नारायण ने नमक्के के अर्को वर्ष भन्ने दही त नि है जनै खटेर आइसक्यो नारायण नै नमक्के नारायणले नै हामीलाई नै पुरुषार्थ दिनुहुनेछ भनेर भन्नुभएको छ नारायणले नै दिनुहुन्छ भने के हो अरूले दिँदैनन् भने अन्य एक व्यवच्छेद हो नि नारायणले नै दिनुहुन्छ भनेको अरूले दिनुहुन्न अरू भनेको देवताहरूले दिनै सक्दैनन् नि हामीले चाहिने पुरुषार्थ देवताहरूलाई त पन्छाउनै परेन नि अनि म त भात नै खान्छु भनेको के हो रोटी खान्न त्यो न हो म ढुङ्गा खान्न माटो खान्न भन्ने अर्थ हो र होइन म भातै खान्छु भनेको के हो म रोटी खान्न अहिले चिया खान्न त्यही नै अर्थ हो म लाउने धोती खान्न म कानमा लाउने टप खान्न भन्ने अर्थ हो र होइन नि पन्छाउने पनि कसलाई पन्छाउने हो जे योग्य छ योग्यलाई नै पन्छाउने हो होइन र यो केटी म त यो केटीसँगै बिहे गर्छु भनेको के हो अरू केटीसँग बिहे गर्दिन भैँसीसँग बिहे गर्दिन भन्ने अर्थ हो र होइन नि जेलाई पन्छाउन योग्य छ उसलाई नै पन्छाउने हो त्यसै गरी नारायणले नै हामीलाई पुरुषार्थ दिनुहुन्छ भनेको के हो भन्दा अरू देवताले दिनुहुन्छ नि अर्थै होइन अरू देवता के हुन् भैँसी हुन् उनीहरूलाई पन्छाउनै पर्दैन देवतालाई पन्छाउनु उनीहरूले दिनै सक्दैनन् मोक्ष पुरुषार्थ कसलाई पन्छाएको भन्छ लु नारायणले नै हामीलाई दिनुहुन्छ भनेर अन्य योग व्यवच्छेद गरेको अर्कालाई पन्छाएको भने कसलाई पन्छाएको त भन्दा जुन हामीले कृष्णको श्री चरण नजिकै गएर कृष्ण अब मेरो जिम्मा तिम्रो है भनेर शरणागति गरेका छौँ नि त्यो शरणागति गरेको पनि त्यो हाम्रो रक्षक होइन नारायण स्वयं नारायणले नै दिन्छन् हामीले गरेको शरणागतिले हामीलाई पुरुषार्थ दिँदैन बुझ्यौ आफूले गरेको शरणागति पनि उपाय होइन के अरे भगवान सर्वधर्मान परित्यज्य मामेकम शरणम व्रज भनेर भन्नुभएको छ भगवानले त्यही विधान गर्नुभएको छ भगवानको चरण नै त शरण हो त्यसपछि त हाम्रो लागि हो कि होइन उन्नडिकीड पुहुन्देने हजुरको चरणारविन्दको सन्निधिमा आयौँ भनेर आलुवारले शरणागति गर्नुभयो
रामानन्द स्वामीजीले अत्र द्वयम भनेर द्वय भनेरै शरणागति गर्नुभयो। चरणौ शरणम भनेर नै। त्यो शरणागति पनि हाम्रो उपाय होइन। उपाय चाहिँ के हो त? नारायण नै तिमी नै हौ। हामीले गरेको शरण हामीले शरणागति गऱ्यौँ गरेनौँ भन्ने कुरा के हो? मतलब छैन त्यो त। त्यसको कुनै अर्थ छैन। हामीले गरेको शरणागतिको कुनै अर्थ छैन। के को अर्थ छ? तिमी छौ हामी छौँ त्यति अर्थ छ। नारायण नेम पन्छाको कसलाई पन्छाको? आफूले गरेको अरूहरूलाई भनेको कसलाई? त्यही त होइन। देवी देवताहरूलाई पन्छाउनै पर्दैन भनेर भनिहाले नि। देवी देवताहरूले पुरुषार्थ दिनै सक्दैनन् के? भैँसीसँग बिहे नै हुँदैन के? म यही केटीसँग बिहे गर्छु भन्दाखेरि योसँगै गर्छु अरूसँग गर्दिनँ भन्दा अरू भनेको अरू भैँसी हो त? भैँसीसँग बिहे गर्दिनँ भन्ने अर्थ हो र? होइन नि हो। त्यसै गरी नारायणले नै हामीलाई पुरुषार्थ प्रदान गर्नुहुन्छ भन्दा अरू देवताले पुरुषार्थ दिँदा चाहिँदैन भन्ने अर्थ होइन। अरू देवताले पुरुषार्थ दिँदैनन्। पुरुषार्थ दिने को नारायण हो। अरू अर्को पुरुषार्थको साधन के हो? हामीले गरेको शरणागति साधन हो। पुरुषार्थ शरणागति साधन। बिहे हुने योग्य अरूसँग बिहे गर्दैन भन्ने अर्थ हो नि। यो केटीसँग पनि बिहे हुन सक्छ, त्यो केटीसँग पनि बिहे हुन सक्छ, त्यो केटीसँग पनि बिहे हुन सक्छ। म चाहिँ दुवै केटीसँग बिहे गर्छु। हामीलाई पुरुषार्थ यसले पनि दिन सक्छ, यसले पनि दिन सक्छ, नारायणले पनि दिन सक्छ। हामीलाई पुरुषार्थ दिन सक्ने यी चाहिँ चाहिँदैन भने को चाहिँदैन? अन्त हामीलाई पुरुषार्थ दिन हामीले गरेको शरणागति परेन। नारायण नै भयो। नमके हामीलाई नै दिनुहुन्छ नारायणले पनि। ल अब नारायणले कसलाई दिनुहुन्छ पुरुषार्थ? हामीलाई नै दिनुहुन्छ, अरूलाई दिनुहुन्न अरे। हामीलाई नै भने चाहिँ के भनेर त्यो यो गाथा अब किसिको अर्थ हेरौँ। यो चाहिँ पछि सस्पेन्स राखौँ है त। हामीलाई नै दिनुहुन्छ भन्ने कुरा त्यहाँ चाहिँ अन्य व्यवच्छेद कसको व्यवच्छेद गरे? हामीलाई नै। अरू चाहिँ दिनुहुन्न, हामीलाई नै दिनुहुन्छ भने अरू को हुनु? अब त्यहाँ त्यो भन्नु पर्यो। अब त्यहाँ अरू भनेर कसलाई भन्ने? अब नारायण भनेर त्यहाँ कसलाई बताइयो? सर्वाधार, सर्वजगतको आधार। सर्वजगतको आधार हो। तिमीले आधार भएर सबैलाई टिकाइरहेका छौ। तिमीलाई टिकाउने त हो नि। अब यो घरले मलाई थामोस् भनेर हामी उभिएर नाच्नुपर्छ र? थामिनै राखेको हुन्छ। नारायणले जसरी नै हामीलाई उद्धार गर्ने हो, हामीले नाचेर उसले उद्धार गर्ने हो र होइन? उस सर्वाधार हो। त्यही भएर त्यहाँ नारायण। यहाँ नारायण अर्कै। यहाँ नारायण शब्दको अर्थ के हो? यहाँ चाहिँ के अरे? नारम अयनम यस्य बहुरिही। यहाँ चाहिँ सम्पूर्ण जगतलाई नै आफ्नो आश्रय बनाएको भगवान। फेरि ध्यान दिनु है। पूर्व प्रथम गाथामा नारायण शब्दको अर्थ सर्व जगतका आश्रय। अहिले नारायणको अर्थ सर्व जगतलाई आश्रय बनाएर सर्व जगत भित्र रहने। एउटा सारा जगतलाई आफूमा थाम्ने नारायण, अर्को सारा जगत भित्र रहने। बुझ्यौ? आएन कुरो? एउटा हामी नारायणमा छौँ, अर्को नारायण हामीमा हुनुहुन्छ। नारायण कस्तो छ त भन्दा भित्र पनि छ बाहिर पनि छ। बाहिर बसेर हामीलाई थामेको छ, भित्र बसेर हामीले थामेका छौँ उसलाई भित्र उरहेर। अन्तर्बहिश्च तत्सर्वं व्याप्य नारायण स्थितः। भित्री व्याप्तिलाई बताउने नारायण शब्द हो यो सातौं गाथाको चाहिँ। किन भनेको यो नानीलाई भन्दाखेरि जुन नारायणको तिमी अनुभव गरेर छौ नि भित्र जुन नारायणको अनुभव गरेर छौ नि, तस्याम जागृति संयमी भनेर। म मेरो जागृति बेग्लै हो, तिमीहरूको जागरण बेग्लै हो। तिमीहरू जाग्या बेग्लै जाग्या, म जाग्या बेग्लै जाग्या भनेर जुन नारायणको भित्र अनुभव गर्दैछौ त्यो नारायणले मूर्ति धारण गरेका छन् हौ। नारायणन मूर्ति। मूर्ति भनेको के हो? मूर्छति अस्मिन् अस्याम इति मूर्ति। मूर्छति भनेको के हो? मूर्छ मोह समुच्छ्राय हो संस्कृतको धातु। मूर्छ धातुको दुईटा अर्थ छन् संस्कृतमा, ध्यान दिनु। अब मूर्छ धातुको एउटा फेन्ट हुने भन्ने अर्थ छ। मूर्छको एउटा अर्थ के छ? वृद्धि, बढेर जाने। सङ्गीतमा अभ्यास भएको भए मूर्छना लगाउने भनेर भन्छन्। सङ्गीतमा स्वरको मूर्छना गर्ने भनेर भन्छन्। एउटा स्वरमा अर्को स्वर चेपिदिने। रे ग भनेर भने गलाई नै रे बनाइदिने, त्यसरी गाउने। त्यसलाई के भन्छन्? स्वर वृद्धि गर्दै जानेको नाम के हो? मूर्छना। मूर्छन भन्ने शब्दको अर्थ के हो? के अरे उस त रणद्भिरा घट्टनया नभस्वतः पृथक विभिन्न स्मृतिमण्डलैश्वरैः स्फुटीभवत् ग्राम विशेष मूर्छना। सङ्गीतमा मूर्छना भन्ने शब्द आउँछ। मूर्छना भनेको फेन्ट हुने भन्ने अर्थ होइन। स्वरहरूको मूर्छना भनेको के हो?
स्वरहरूको चढाव हो। त्यो नारायणको पनि के पर्यो, त्यो मूर्छनाबाटै शब्द बनेको मूर्ति, मूर्छित हुनुभयो भगवान भनेको के हो, भगवान बढ्नुभयो, भगवान चढ्नुभयो, नारायण चढेर आएको। भगवान कहिले चढ्नुहुन्छ, विग्रह प्राप्त गर्दा। हामी कहिले खस्छौँ, शरीर सम्बन्धले हामी खस्छौँ, श्री विग्रह सम्बन्धले भगवान बढ्नुहुन्छ। हाम्रो शरीरको सम्बन्धले हामी नरकमा पुग्छौँ, संसार हुन्छ यो सर्प जस्तो हुन्छ। भगवानको शरीर कस्तो हुन्छ, भगवानलाई बपुहु गराएर भगवानको जुन अमृतत्व हो त्यसलाई अझ पुष्ट गराइदिन्छ भगवानको श्री विग्रहले। त्यसरी त्यो नारायण तिमीले भित्र अनुभव गरेको नारायण नै के भएर आएको छ, मूर्ति, मूर्ति धारण गरेर आएको छ। त्यो भित्र अनुभव गर्नु छ त बाहिर अनुभव गर न, त्यही नै हो। बाहिर अनुभवमा कमी छैन, बाहिर अँध्यारो छ नभन्ठान अरे। शरीर 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 अँध्यारो कसको, संसार अँध्यारो कसका लागि, यो शरीरलाई शरीर मानुन्जेल अँध्यारो। भगवानको श्री विग्रहलाई देखेपछि अनि संसार अँध्यारो हुँदैन। के अरे, तावत् कारागृहं गृहं तावत् मोह अंघ्रि निगडः यावत् कृष्ण नते जनाः। उसमा ब्रह्मस्तुतिमा ब्रह्माजीको वचन हो। घर तबसम्म कारागार हुन्छ, तबसम्म परिवारको मोह हाम्रो लागि मेल बनेर हामीलाई फसाएर राख्छ। कबसम्म, जबसम्म कृष्णसँग सम्बन्ध गाँच्दैन। कृष्णसँग सम्बन्ध हुने बित्तिकै त्यो घर नै के हुन्छ, अनि मन्दिर हुन्छ। त्यो घर छोड्नु पर्दैन, सन्यास लिएर जानु पर्दैन। भगवत सम्बन्ध हुने बित्तिकै वैष्णवहरूको घर छ भने सबैले घर छोडेर वैराग्य गरेर सन्यास लिएर जानु अरे। घरभरि वैष्णव छन् भनेदेखि बस्नु अनि आनन्दले, घरमा सबै कैङ्कर्य गरेर आउँछ नि। सन्यास बरु छोडिदिन्छु भन्नुभयो कसले, नन्जीहरूले। वेदान्ती स्वामीजीले के भन्छ, पराशर भट्ट स्वामीजीको पाल्की बोक्नु भएको छ। पराशर भट्ट स्वामीजीले रङ्गनाथ भगवानले आफै व्यवस्था गर्नुभएको थियो के पाल्की चढेर आउने भनेर। मन्दिर आउँदा कसरी आउनु अरे, सबैजनालाई चाहिँ गाडी चढ्नु हुँदैन, घोडा चढ्नु हुँदैन, हिँडेर आउनुपर्छ भन्ने नियम, शास्त्रको नियम। पराशर भट्ट स्वामीजीले मात्रै के अरे, पाल्की, उहाँको घरमा पाल्की बोके पाल्की चढेर आउनुहुन्थ्यो मन्दिरसम्म, पाल्की चढ्नुहुन्थ्यो। एकचोटि अरूले बोक्ने छोडिदिउँ, नन्जीहरू आफै बोक्न थाल्नुभएछ सन्यासी त्रिवेणी। आफै पराशर भट्ट स्वामी आफ्नुभन्दा कान्छो उमेर, सानो उमेर, आश्रममा पनि सानो, तर के गर्नु, आफ्नो आचार्य भइसकेपछि बोक्नु भएछ उहाँले आफ्नो इच्छाले। ओर्लिँदाखेरि थाहा पाउनु भयो, पाल्कीबाट ओर्लिँदाखेरि पराशर भट्ट स्वामीजीले थाहा पाउनुभयो के यस्तो अनर्थ गरेको, म गृहस्थ आश्रममा छु, हजुर उत्तम आश्रम सन्यास आश्रम स्वीकार गर्नुभएको छ, हजुरले सन्यासी भएर मेरो सेवा गर्न उचित हो, यसरी पाल्की बोक्नु उचित होइन नि हो भनेर पराशर भट्ट स्वामीजीले भन्दा के भन्नुभएछ नन्जीहरूले, त्यसो भए म यत्रोदण्डलाई आजै भाँचेर फालिदिन्छु। यो सन्यास आश्रम हजुरको सेवा गर्नमा अवरोध बन्छ भनेदेखि यो सन्यास आश्रम चाहिएन, कासाय अहिले मिल्काइदिन्छु, त्रिदण्ड अहिले भाँचेर मिल्काइदिन्छु, हजुरको कैङ्कर्य गर्न पाउनुपर्छ भनेर नन्जीहरूले भन्नुभयो भनेर कथा आउँछ। त्यसरी वैष्णव सेवा गर्ने हो भनेदेखि सन्यास लिइरहनु परेन। सन्यास कुनै ठुलो योग्यता भएन। त्योभन्दा ठुलो हो के हो भन्दा भागवत सेवा नै सबैभन्दा ठुलो। अहिले किन सुरु गरेको अरे, किन सुरु गरेको अहिले, मूर्ति हो, नारायणन मूर्ति। भगवानले के लिएर आउनु भएको छ, श्री विग्रह धारण गरेर आउनु भएको छ। अब यहाँ आइसकेपछि शरीर सम्बन्ध भनेर पन्छाउनु भएन, शरीरको धर्म भनेर पन्छाउनु भएन, शरीरको बारेमा बोल्छु गृहस्थ आश्रम हो भनेर पन्छाउनु भएन नि। गृहस्थ आश्रमको मर्यादा, सन्यास आश्रमको मर्यादा केलाई लिएर, शरीरलाई लिएर। भित्र आत्मा न सन्यासी हो न गृहस्थ हो। निदाइसक्दाखेरि सन्यासी नै अर्कै हुन्छ र सन्यासीको निद्रा गृहस्थको अर्कै हुन्छ र एउटै हो नि। निदाइसक्दाखेरि आत्मवस्तु त एउटै हो। सन्यासी हुनु गृहस्थ हुनु भनेको शरीरका धर्म हुन्। कृष्णलाई आफ्नो मानिसकेपछि कृष्णलाई आफ्नो मानेको के हो, शरीरलाई माने हो र, आफ्नो आत्मवस्तु हो नि। त्यही बाहिर आए पनि त्यो आत्मवस्तु नै हो। कृष्ण बाहिर आइसक्दाखेरि पनि के हो, त्यो आत्मा नै हो। प्रेष्ठो भवान तनुभृतां किल बन्धुर आत्मा, तिमी आत्मै हो बाहिर आए पनि। त्यो नारायण नै मूर्ति लिएर, भित्र भएको आत्मा नै मूर्ति लिएर बाहिर आएको छ। त्यसको अनुभव गर्न आऊ। भित्र किन अनुभव गर्छौ, बाहिरै अनुभव गर। बाहिर रात पर्दैन। रात कहिलेसम्म, हाम्रो शरीर हुन्जेलसम्म रात हो। भगवानको विग्रह आउने बित्तिकै रात होइन। वास्ता त्यति भन्दाखेरि पनि वास्ता गरिन है नानी त।
यति ती नानी त्यसै त्यही पेड्ने भने होइन यिनलाई त पिसाच भनेर त्यतिकै भने होइन। अब के भन्नुभयो अर्को, केशव नै पाडवुम नि केटे गिडतियो, सुनेर नै मारिराख, सुनेर नै बसेर के यत्रो हामी केशवको गीत गाइरहेछौँ, केशवको कीर्तन गाइरहेछौँ, केशवको लीला गाइरहेछौँ। केशव भनेर भगवानको नाम किन लिएको भन्दा केशव भनेको केशी नाम गरेको घोडा असुर अरे एउटा, के असुर अरे घोडा, घोडाको स्वरूप लिएर आएको असुर, त्यो असुरको नाम के हो केशी। त्यो केशी वध गरेपछि भगवानको नाम के भयो केशव। भगवानले त्यत्रो घोडालाई मर्दन गरेर घोडाको यज्ञ गर्नुभएको छ, हात समातेर दाँतले च्यापेर कृष्णलाई सकिदिन्छु भनेर त्यसले प्लान गरेको रहेछ। हात यसरी घुसाइदिनु भयो भगवानले त्यसको मुखमा, उहाँ गर्दनसम्म पुगेछ, गर्दनसम्म हात यसो खोल्नु भएको, घाँटी अवरुद्ध भइगयो, अक्सिजन गएन भित्र, प्राण गयो, त्यसको दाँत हात निकाल्दाखेरि दाँत साथ सबै बाहिर निक्लेछन् त्यस्तो केशीको। यसरी केशी वध कसैले गर्न नसक्ने केशी नाम गरेको असुरलाई वध गरेपछि अब त आउनुपर्छ नि। हेर तिमी नायिका, नायक पेन्टिडलाई होइन, तिमी हाम्रो मात्रै नायिका होइन नि, रङ्गनायिका जस्तै तिमी कृष्ण नायिका हो नि। नायिकाको काम के हो तिमीलाई थाहा छ नि, सबै थाहा छ, भित्र पछि गोपी महाज्ञानी गोपी हुने सबै थाहा छ। भगवान रामचन्द्र प्रभु वीर राघव विजय राघव भइसक्दाखेरि 14 सहस्राणी रक्षसाम 14,000 राक्षसहरूको झुण्डलाई भगवानले वध गरेर विजयश्रीका साथ भगवान फर्किँदा सीताजीलाई थाहा नभएको राजमर्यादा हो र, स्त्री मर्यादा सीताजीलाई थाहा छैन। आकाशमा ऋषिमुनिका गणहरू यत्तिकै बसे उभि नै रहेका छन्, भगवानको जय जय भनि नै रहेका छन्। देवगणहरू आगेन्द्र सरकारको जय भनि नै रहेका छन्। नजिकैहरूलाई छोडिदिउँ, अरूलाई जान दिउँ, लक्ष्मणजी देवर नजिकै हुनुहुन्छ। त्यो हुँदा हुँदै सारा मर्यादालाई तोडेर भगवानको विजय भयो भन्ने बित्तिकै त्यो विजयको पुरस्कार दिनुपर्छ अरे कसले, पत्नीले के गर्नुभयो, दौडेर आएर तम दृष्ट्वा शत्रुहन्तारम महर्षीणाम सुखावहम बभूव हृष्टा वैदेही भर्तारम परिशस्वजे। दौडेर आएर झ्याप्प अँगालो हाल्नुभएको छ सीताजीले राम भगवानलाई। त्यो अँगालो के हो, ठुलो वैजयन्ती जयमाला अरे, अर्को जयमाला चाहिएन, वैदेही बाहुवल्ली समुपहृत वरस श्रद्धरा मुग्धरा महा। भगवान लट्टु हुनुभयो, भर्खर बे भए जस्तै भयो अरे भगवानलाई। आज पो बे भयो भने जस्तो भयो। के लाग्यो सीताजीलाई, आहा जब कुन जमानाको शिव धनुषलाई तोड्दाखेरि त मेरो पिताजीले स्वयंवर गरेर मलाई नै दिनुभयो, यत्रा राक्षसहरूलाई संहार गरेको यो वीरतालाई देखाबे मेरो पिताजीले के गर्नुहुन्थ्यो, पिताजी हुनु मैले दिनु पर्यो नि, के दिने त, साक्षात लक्ष्मी बाहेकहरू के दिनु, आफैलाई दिने भनेर दौडेर आएर झ्याप्प अँगालो हाल्नुभएछ सीताजीले। यस्तो हुन्छ नि, हो कि होइन? बिचरा एउटा सानो बाबु 7 वर्षमा पिता गए, श्राद्ध गर्छ अरे त्यो बाबुले, राम्रो त्यो बाबुले अत्यन्त श्रद्धाका साथ सारा मन्त्र रटेर श्राद्ध गरेको देखेर ती आमालाई के मनमा लाग्दो रहेछ, लौनानी मेरा स्वामीजी अहिले भइदिएको भयो, यो देखेर कति खुसी हुनुहुन्थ्यो। स्वामीजी भए गर्दै गरिदिन्थ्यो नि, स्वामीजी भए गर्थ्यो र त्यसले श्राद्ध। त्यो मान्छेको मनको इच्छाहरू हुन्छन् नि, मान्छेका मनका इच्छा हुँदैनन्। हो सीताजीलाई पनि लागेछ मेरो पिताजी अहिले नजिकै भइदिए के न गर्नुहुन्थ्यो। सीताजी आफै दौडेर आएर च्याप पिताजी नभएर के मैले पनि गर्छु भनेर अँगालो हाल्नु भएछ। भगवानको विग्रहभरि वरिपरि त्यो राक्षसहरूले हानेको बाणको फर्साको बन्चराका घाउ थियो अरे, त्यो घाउ त अब त्यसलाई औषधि लगाउनु पर्यो नि, आफैले झ्याप यताबाट अँगालो हालेर परि वरिपरिबाट, परि भने के वरिपरिबाट आलिङ्गन गर्नु भएछ सीताजीले। सीताजीको स्पर्श प्राप्त गर्ने बित्तिकै सारा घाउहरू भरिएर गए। भगवान फेरि अत्यन्त स्वस्थ हुनुभयो भनेर त्यो कथा तिमीले सुनेकी छैनौ? त्यहाँ 14,000 राक्षस एकतिर या केशी एकतिर, एउटै यो बलियो छ। त्यो 14,000 राक्षस भन्दा महाबलशाली यो केशी, यो केशीलाई एक मुक्का, भगवानलाई त कति टाइम लाग्यो, 24-25 मिनट लाग्यो, अर्धाधिक मुहुर्तेन 24-25 मिनट लाग्यो रामचन्द्र प्रभुलाई त त्यो 14,000लाई सखाप गर्न। यिनलाई त के लाग्यो, 2 सेकेन्ड लागेन, यही एक दरक मात्रै हो। यस्तो विजय, यत्रो वीर चेष्टा कृष्णले गरेका छन्। आऊ कृष्ण भनेर भन्दैनौ तिमी, छैन आवाज। नायिकाको मर्यादालाई बुझाउँदाखेरि पनि भित्रबाट केही आवाज छैन। अब के लाग्यो गोपीहरूलाई?
के चाहिँ छन् कि गइन् कि यिनी यत्रो भन्दाखेरि पनि केही बोल्दिनन् झ्यालबाट च्याउन गएका कस्तो छ अरे अत्यन्त तेजस्वी मुखमा त्यो ब्रह्मानुभवको आनन्द कृष्ण लीला अनुभवको आनन्द त्यो मुखैमा थाहा छ त्यो मुखमै थाहा हुन्छ अरे त्यो मुखमा तेज देखेर शास्त्र सामान्य शास्त्र पढेर ब्रह्म ज्ञान नभएको शास्त्र पढेर आउँदाखेरि त उद्दालकले सोधे आफ्ना पुत्रलाई श्वेत केतुलाई ए बाबा तेरो मुख कति उज्यालो छ के जानिस् तैँले भनेर सोध्नुहुन्छ त्यो मुखमा एउटा कान्ति आउँछ भगवत ध्यान हुने बित्तिकै भगवत तत्त्वको ज्ञान हुने बित्तिकै उज्यालो हुन्छ नि हामीलाई चाहिँ अब संसारमा एउटा केही खुसी भयो भने त के हुन्छ मुख उज्यालो हुन्छ केही पुगेन भनेदेखि मुख अँध्यारो हुन्छ परमात्मा प्राप्ति भइसकेपछि परमात्मा ज्ञान भइसकेपछि अनि मुख उज्यालो हुँदैन हुन्छ नि त्यो उज्यालो अर्कै हुन्छ अरे अनि त्यो तेजले युक्त छिन् तेज उडयाई तेजम उडयाई होइन तेजम भनेको तेजम तेज तेजले युक्त भएको ब्रह्म तेजले युक्त भएको हो कृष्णानुभव परिपूर्ण कृष्णानुभव छ सखी कृष्ण प्रेम कृष्ण अनुभवको बाढी तिम्रो हृदयमा छ गङ्गामा बाढी आएर त्यो गङ्गा गएर समुद्रमा मिल्दाखेरि कस्तो हुन्छ थाहा छ नि सबैलाई कस्तो हुन्छ डेल्टा हुन्छ डेल्टा त्यो एउटै धारा हुँदैन नि सहज त्यो धेरैवटा हाँगा छुट्टिन्छ छरिन्छ थाहा छ नि यो त हामीले समुद्र देखाएको छैनौँ तर स्कुलमा जियोग्राफी पढ्दाखेरि त डेल्टा भनेर पढेका छौँ नि कलकत्तामा देख्न पाइन्छ हजुर हो कलकत्तामा त्यो गङ्गा कति कति एउटै गङ्गा र बङ्गलादेश पनि गएकी छन् यता नि गएकी छन् उता नि गएकी छन् छुट्टिन्छ यसरी नदी एउटै नदी समुद्रमा जाने बेला के हुन्छ फैलिन्छ अनेक धाराहरू भएर जान्छ त्यसै गरी तिम्रो अनुभव तिम्रो तेज अब तिम्रो बेला भइसक्यो के बेला भइसक्यो कृष्ण भन्ने समुद्रसँग सङ्गम हुने बेला भइसक्यो र यो तेजलाई तिमीले प्राप्त यो वेग यो तेज त्यतिकै आउँदैन अब आऊ बाहिर आऊ अब अनेक धारामा छुटिएर तिम्रो धारा हामी नै हौ तिमीभन्दा बेग्लै हामी हाम्रो सबैको अङ्गिनी भएर हामीलाई सबैलाई अङ्ग बनाएर तिमी हामी रूप अनेक गोपी रूप धाराहरूमा आफ्नो प्रेमलाई बाँडेर अनि कृष्ण नाम गरेको समुद्रमा मिल्ने भयो त्यसबाट आए अब त्यो आफ्नो समाधि आफ्नो ध्यान भन्ने पर्खाललाई ध्यान भन्ने बाँधलाई तोडिदेऊ त्यसलाई खोलिदेऊ अरे तिर तिर भनेको खोला ढोका खोला मात्रै अर्थ होइन ढोका त खोलिहाल्छ के खोला अरे अब आफ्नो मुख पनि खोला अब आफ्नो ध्यान पनि खोला अब हाम्रो गोष्ठीमा आऊ भनेर भन्ने बित्तिकै आहा अहिलेसम्म कृष्णलाई भेट्न आऊ कृष्णलाई भेट्न आऊ भनेर यिनीहरूले अन्तिमसम्म जे भन्न सकिन्छ भन्दाखेरि पनि चुक नबोलेकी ती गोपी कृष्ण दासीहरूसँग हामीलाई भेट्न आऊ भन्ने बित्तिकै दौडेर आइछिन् ती गोपीहरू चाहिँ भगवत प्राप्ति भन्दा भागवतहरूको प्राप्ति झन् दुर्लभ हो भन्ने ठानेर ती गोपी आइन् गोष्ठीमा सम्मिलित भइन् अब आज यही विश्राम गरौँ श्रीमते रम्जा मातृ मुनीन्द्राय आत्मने श्रीमती भूयात् नित्य शरीर नित्य मंगलम